साथीहरु वेलकम टु माई च्यानल बिन्दास छमा हजुरहरुलाई स्वागत छ। हामी चाहिँ आज म चाहिँ यता धनकुटामा छु है। अनि यहाँ झरना हेर्न गइरहेको छौं है। यी बाटो चाहिँ यस्तो छ है, एकदमै शीत परेर चिप्लो न चिप्लो छ। हामी चाहिँ झरना हेर्न जान्छौं। यो चाहिँ मेरो दिदी है। अनि बाटो चाहिँ एकदमै यस्तो छ, तपाईहरु पनि घुम्न आउन सक्नुहुन्छ है, एकदम फ्री हो। हामी आज झरना हेर्न जाँदै छौं है गाइस, हेर्नु होला। म तपाईहरुलाई वहाँ पुगेपछि झरनाको पनि भिडियो देखाउँछु। मेरो चाहिँ स्वर एकदम भासिरहेछ रुगा लागेर। साथीहरु हामी झरना पुग्न चाहिँ कति धेरै टाइम छ। यो पल्लो डाँडामा पुग्नु पर्ने रे। भर्खर यहीँ मेरो भाइहरु हो, यिनीहरु चाहिँ लिन आएको। त्यो सुकेको जस्तो पुग्नु पर्ने रे। यो चाहिँ मेरो भाइहरु है, उता झरना हेरेर छ, हामीलाई घुमाउन ल्याएको है। यहाँ मेल खाँदै छ, तपाईहरुले मेल देख्नु भएको छ कि हेर्दै हुँदा ए यस्तो छ, मेल खाइरहनु भएको छ है। यो चाहिँ मेलको बोट है, जुम गर्नु मिल्दो रहेछ। ल यी फलिरहेको छ हेर्नु है, यहाँ मैले जुम गरेर देखाएको छु। यो मेल हो है सबै। यो होइन मम कति धेरै फलिरहेको छ, कति धेरै फलेको आमामामामा मेल है। यो एकदमै यहाँ फ्री पाइन्छ मेल, झरेर भक्कु कति धेरै झरिरहेछ। ल साथीहरु उ तल चाहिँ दिदीहरु पर्खिरहेछ हामीलाई। म चाहिँ यहाँ बसेर भिडियो गर्दैछु। ल हेर्नु है, त झर्न जाने बाटो चाहिँ यस्तो छ, यस्तोमा हिँडेर जानु परिरहेछ। हामी चाहिँ एकदमै बिजोक छ है बाटो चाहिँ। यहाँतिर रुखहरू, यो वन जङ्गल हेर्नु त कस्तो वन जङ्गलहरू छ। यो चाहिँ खोलाहरू छ। झरनामा हिँडेको हामी यस्तो छ है, सबै वन जङ्गल। यो चाहिँ हेर्नु यस्तो बाटोमा छ। हामी झरना हेर्न हिँडेको, हजुरहरूले हेर्न सक्नुहुन्छ। मैले भिडियोमा देखाएको छु। यो चाहिँ खोलिदिन्छ हामीले चाहिँ यतातिर गाईलाई, यस्तो राम्रो छ। यहाँ पनि खोला छ, तर अहिले चाहिँ झरनामा एकदम पानी छैन भनेको सुनेको थिएँ। यो चाहिँ झरना होइन है, यो चाहिँ खोला हो। हामी चाहिँ झरनामा हिँडेको। यो चाहिँ भाइ हो। साथीहरु यतातिर हेर्नु होला। हामी चाहिँ आउँदा साथीहरु हेर्नु होला। आउँदै यो हेर्नु, यहाँ ढुङ्गा नि कति ठुलो हो। यो हेर्नु है, यस्तो छ। अनि यता अब यो बाटो जानुपर्ने यहाँ माथिको। यो भाइहरु हिँड्दा थाकिसक्यो। अब हेर्नु है साथीहरु, हेर्दै ल। म हिँड्दैछु, तपाईहरुलाई देखाउने छु। यता पनि भिडियो गरिरहनु भएको छ, सब भिडियो गर्नेहरू छन्। यस्तो ढुङ्गाहरूको बाटो छ। यो पल्ट्यो भने ल हेर्नु है, ढुङ्गा त कस्तो छ है ढुङ्गा। यहाँतिर रहेछ ढुङ्गा, दामी। हामी चाहिँ यस्तो ठाउँमा आउँदैछौँ। ए यहाँबाट खस्यो भने चाहिँ तल यस्तो खोला छ है, एकदमै तल पुग्छ। ल हेर्नु साथीहरु, यही झरना रे। हामी चाहिँ पहिला आएको थिएनौँ, अहिले आएको। यति यहाँ माथिदेखिको रहेछ होइन, यस्तो तल। अनि अहिले चाहिँ पानी भइसकेको रे, सुकेको। अस्ति चाहिँ यहाँबाट हिँड्न पनि सक्ने थिएन रे। यो चाहिँ यस्तो भिड छ त। यस्तो छ यहाँ माथि नि। यहाँदेखि झरेको पानी यहाँ तल आउँदो रहेछ। यहाँ चाहिँ म अलि टाढा छु, अब यहाँबाट जाँदैछु होइन। त्यही पुगेर पनि म देखाउँदैछु। हेर्नु ल, यो झरनामा आएको हामी चाहिँ त्यत्रो टाढादेखि आधा घन्टा कि 1 घन्टा हिँडेर आएको। यस्तो रहेछ झरना चाहिँ। पानी चाहिँ अहिले सुकिसकेको रहेछ। ल सुन्नु है, यो खोला कराको यता तलसम्म रहेछ होइन। यतातिर यो सबै खोला कराको है। यतातिर यस्तो छ। माथि हामी चाहिँ यो झरनामा हिँड्यो। अझै छ बाँकी है। यो खोलामा यस्तो टेकेर यता जग्गा है मामी, एकदम यहाँ चाहिँ यस्तो। यो चाहिँ काँडा हो, यो चाहिँ सिस्नु है। मलाई चाहिँ सिस्नुले पोलेर अघि चाहिँ हाम्रो दिदीबहिनीहरू छन्, सबजना झरनालाई हेरेर पछि हामी चाहिँ झरना हेर्नलाई अनि फोटो खिच्न आएको। पानी नै कम रहेछ है। अनि हामी जाँदैछौँ, तपाईँहरूलाई भिडियो देखाउँछु। भाइहरू छन् यतै घाँस काट्ने, म चाहिँ भिडियो गरिदिँदैछु उनीहरूको। ल हेर्नु, यो चाहिँ झरना है।
अथा कस्तो सिस्नुले बोल्यो नि मेरो खुट्टामा। ल यो चाहिँ झरना माथिदेखि यो अहिले त सानो रहेछ, यहाँ माथिदेखि हो, तर अहिले चाहिँ छैन रहेछ त्यति। ल हेर्नु है, यो झर्ना यहाँदेखिको यस्तो तल 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 यहाँसम्म हामी झर्नामा आइपुग्यौँ गाइज। यही हो झर्ना चाहिँ। यहाँ भाइहरू छन्, म छेउमै पनि पुगेर देखाइदिन्छु है त अलिकति। ओहो इन्द्रेणी लागिरहेछ गाइज, हेर्नु है, देख्यो नि मोबाइलमा। ल के पुग्यो त्यहाँ हेर्नु न, इन्द्रेणी लागिरहेछ। ल हेर्नु इन्द्रेणी लागिरहेछ, कस्तो दामी देखिरहेछ। ल हेर्नु यो चाहिँ झरना है, तर अहिले पानी धेरै रहेनछ, सफा गर्ने छ झर्ना। ठाडै पार्नुपर्छ त। कस्तो उख इन्द्रेणी लागिरहेछ त्यहाँनिर। ल हेर्नु यस्तो छ झरना चाहिँ। यता ऊ त्यहाँ मान्छे बसिरहेछ नि टाक्राक टुक्रुक। ल मेरो भिडियो कस्तो लाग्यो हजुरहरूले हेरेर प्रतिक्रिया दिनु होला, लाइक कमेन्ट सेयर, ल साथै सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु है त। ल धन्यवाद।